कतिपय खानेकुरा पेट भर्नको लागि मात्रै हुँदैनन् होइन र? तिनीहरू त हाम्रो पहिचान, हाम्रो याद अनि हाम्रो भावनासँग जोडिएका हुन्छन्। अब नेपालको लागि त्यस्तो परिकार कुन होला? त्यो हो मोमो। यो केवल एउटा परिकार मात्रै होइन, यो त साँच्चै भन्ने हो भने नेपालीको धड्कन हो, खाजा हो अनि भावनाको एउटा सङ्गम हो। हेर्नुस् त, यो भनाइले मोमोको महत्त्वलाई कति सुन्दर तरिकाले बयान गरेको छ। आज हामी कुनै रेसिपीबारे कुरा गर्न लागेको होइन, बरु एउटा यस्तो परिकारको कथा खोज्दैछौँ जुन नेपालको भावना र संस्कृतिमा एकदमै गहिरोसँग घाँसिएको छ। एकछिन सोच्नुस् त, चाहे त्यो ठुलो रेस्टुरेन्ट होस् वा सडकको एउटा सानो ठेलागाडा, हरेक कुना काप्चामा बाफ उडाइरहेको मोमो भेटिन्छ। यसले नै त प्रश्न पार्छ कि मोमो नेपालको खाद्य संस्कृतिमा कति गहिरोसँग जरा गाडेर बसेको छ भनेर। यो त नेपालको अनाधिकारिक भए पनि मनमा नै सबैले मानेको राष्ट्रिय परिकार नै हो। अब हामी मध्ये धेरैले चिन्ने भनेको त्यो क्लासिक बाफमा पकाएको स्टिम मोमो हो, तर मोमोको दुनियाँ त्योभन्दा धेरै फराकिलो छ। आउनुहोस्, मोमोको यही विशाल र स्वादिलो संसारको यात्रामा लागौँ। हरेक कथाको एउटा सुरुवात हुन्छ र मोमोको कथाको नायक हो यही स्टिम मोमो। यो नै त्यो मौलिक स्वाद हो जसको सरलतामा नै यसको असली जादु लुकेको छ। एकदमै नरम, रसिलो। आहा! अनि आउँछ कोथे मोमो। यसमा नरम र कुर्कुमेपनको एउटा अद्भुत सन्तुलन छ। कल्पना गर्नुहोस् त, एउटै गाँसमा एकातिर भाफले पकाएको नरमपन र अर्कोतिर प्यानमा सेकाउँदाको त्यो कुर्कुमे स्वाद। साँच्चै दुई फरक अनुभव एकै पटक। विशेष गरी जाडोको मौसममा तातो झोलमा डुबेको मोमोले दिने न्यानोपन र सन्तुष्टिको त कुनै तुलना नै हुँदैन। यो आरामदायी भोजनको सबैभन्दा उत्तम उदाहरण हो, कचौराभरिको न्यानोपन। अब पिरो मन पराउनेहरूका लागि सी मोमो त एउटा वरदानै हो। सहरी सडक खाना संस्कृतिमा त यो एउटा सनसनी नै बनेको छ। यसको चटपटे र मसालेदार स्वादले सबैलाई लोभ्याउँछ। र यति मात्रै कहाँ हो र, फ्राइड मोमोस, सादेको मोमोस, ओपन मोमोस अनि तन्दुरी मोमोससम्म मोमोमाथि हुने रचनात्मकताको कुनै सीमी नै छैन। नयाँ नयाँ प्रयोगहरू त सधैँ भइरहेका हुन्छन्। ल, अब मोमोको स्वादबाट एकछिन बाहिर निस्केर यसको इतिहासको पत्र पल्टाउँ। यसको यात्रा कसरी हिमालय पारीदेखि काठमाडौँसम्म भयो त्यो पनि हेरौँ। यो यात्रा सयौँ वर्ष लामो थियो। एउटा तिब्बती परिकार मुगमोग हिमालय पार गरेर काठमाडौँका व्यापारीहरूसँगै नेपाल भित्रियो अनि यहाँको भान्सामा आएर यसले एउटा बिल्कुलै नयाँ र आफ्नै पहिचान बनायो। र यहाँनेर एउटा निकै महत्त्वपूर्ण रूपान्तरण भयो। नेवार समुदायले मगलाई जस्ताको तस्तै अपनाएनन्। उनीहरूले यसलाई पूर्ण रूपमा नेपाली बनाए। आकार सानो पारेर मायाले ममचा भने, राँगाको मासु प्रयोग गरे र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसमा नेपाली मसलाको ज्यान भरेर एउटा बिल्कुलै नयाँ स्वाद सिर्जना गरे। नेपाली मोमोलाई अरू डम्पलिङभन्दा फरक बनाउने गोप्य हतियार के हो त? त्यो हो मोमो मसला। जिरा, धनियाँ र विशेष गरी टिमुरको त्यो अनुपम मिश्रणले यसलाई यस्तो स्वाद दिन्छ जसबिना मोमोको कल्पना पनि गर्न सकिँदैन। अब अझ गहिराइमा जाउँ। मोमो किन खानाभन्दा पनि बढी हो? यसले हाम्रो सामाजिक जीवनमा कसरी यति केन्द्रीय भूमिका खेल्छ? मम्मी बनाउनु भनेको केवल खाना पकाउनु मात्रै होइन, यो त परिवार र साथीभाइसँगै बस्ने, गफ गर्ने र सम्बन्धलाई अझ बलियो बनाउने एउटा मिठो अवसर पनि हो। नेपालमा खाजाको एउटा छुट्टै महत्त्व छ, होइन त? यो केवल भोक मेटाउने माध्यम होइन, यो त भेटघाट गर्ने, भलाकुसारी गर्ने समय हो। र त्यो समयको सबैभन्दा प्रिय साथी निस्सन्देह मोमो नै हो। यसले देखाउँछ कि मोमो नेपाली जीवनको हरेक पाटोमा कसरी घुलमिल भएको छ। खुसी मनाउन होस् वा एक्लोपनमा साथ दिन, मोमो सधैँ त्यहाँ हुन्छ। यो एउटा यस्तो साथी हो जो हरेक खुसियाली र हरेक पलमा साथ हुन्छ। यो भनाइले मोमोसँगको हाम्रो व्यक्तिगत सम्बन्धलाई कति राम्ररी दर्शाउँछ। सबैको आफ्नो रोजाइ र तर्क हुन्छ। अहो, फलानु ठाउँको जस्तो मोमो त कहीँ पाइँदैन। यो एउटा भावना हो। अब समापनतिर लागौँ। मरमको यो विशेष कथाले हामीलाई खानाको एउटा विश्वव्यापी अनुभवसँग जोड्छ। त्यो हो घरको याद। साँच्चै भन्नुपर्दा मोमो एउटा साथी जस्तै हो। एक्लो हुँदा पनि खुसी दिने र कोही नहुँदा पनि रमाउँदै साथ दिने। हजारौं माइल टाढा भए पनि मोमोको एक गाँसले घरकै आँगनमा पुर्याएको महसुस गराउँछ। यो नेपालीहरूको लागि साँच्चै प्रिय छ। मोमोको कथाले हामीलाई यही देखाउँछ कि कसरी एउटा साधारण परिकारले जीवनमा यति असाधारण स्थान बनाउन सक्छ।
अब एकछिन सोचौँ त हाम्रो जीवनमा त्यस्तो यादहरूसँग जोडिएको विशेष परिकार चाहिँ कुन होला?